हेलो, नमस्ते, नमस्कार। सन्चै हुनुहुन्छ? म पनि सन्चै छु है। आज मैले बनाएको प्याज र टमाटरको अचारको रेसिपी तपाईँहरूलाई भन्दैछु है त। एकदमै मिठो हुन्छ, स्वादिलो, टेस्टी पनि हुन्छ है। सबैभन्दा पहिला मैले टमाटर चाहिँ बोइल गरेँ अनि त्यसपछि मेरो बगैँचामा फलिरहेको पुदिनाको पत्ता टिपेँ। अनि त्यहाँबाट पुदिना यसो हेरेको माटो रहेछ अनि त्यहाँबाट ल्याएर पखालेँ। अनि मजाले पखालेपछि त्यसलाई चाहिँ काटेँ। अनि मैले चाहिँ आफूले खिचेको एउटा हातले खिच्ने एउटा हातले कुट्ने भएको भएर चाहिँ अलिकति गाह्रो भएको थियो। अनि मेरो त्यो सानो सिलौटामा चाहिँ मैले मजाले त्यसलाई कुटेँ। अनि त्यहाँबाट डिप फ्रिजमा भएको खोर्सानीलाई चाहिँ मैले पखालेँ। तातो पानीमा धोएपछि त्यो आइसहरू जान्छ त्यो भएको भएर। अनि त्यसलाई यति कुट्न चाहिँ गाह्रो हुन्छ, त्यो भएको भएर मैले चाहिँ मसिनो पारा काटेर टुक्रा टुक्रा बनाएर अनि मजाले कुटेँ त्यसलाई। अनि मैले त्यसमा कुट्दा 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 गरेपछि हल्का मसिनो भयो। अब मसिनो त हुन सक्दैन होइन, सिलौटामै पिना जस्तो त हुँदैन यसमा। त्यही पनि अलिकति मेहनत गरेर कुटेँ। त्यहाँबाट मैले टिमुर पनि हालेको छ होइन। अनि त्यहाँबाट हल्का सेलाएपछि मैले त्यो टमाटरको बाहिरको बोक्रा चाहिँ सबै निकालेँ। किनभने त्यो बोक्रा निकाल्यो भने चाहिँ एकदम मसिनो बन्छ, सजिलो पनि हुन्छ अनि मिठो पनि हुन्छ। अनि मैले चाहिँ पन्जा लगाएँ। पन्जा लगाएर त्यसलाई चाहिँ मजाले माडेँ। अनि त्यसलाई धेरै टाइम माडेर त्यसलाई चाहिँ एकदमै मसिनो बनाइसकेँ होइन। अनि त्यहाँबाट प्याज मैले पहिले नै काटिसकेको थिएँ। अनि आफूले खिचेको भएर चाहिँ देखाउन एकदमै गाह्रो भएको थियो। एउटा हातले समाउने मोबाइल, एउटा हातले बनाउने गरेको थिएँ। त्यो भएको भएर सबै कुरा देखाउन सकिनँ। अनि त्यहाँबाट मैले प्याज पनि त्यसैमा मिसाएर त्यसलाई पनि मोलेँ एकैछिन होइन। अनि त्यो हेर्दाखेरि नै मिठो भइसकेको थियो। अनि मैले कुटेको कुराहरू चाहिँ सबै थोक त्यसमा हालेँ। आफ्नो स्वादअनुसार नुन हालिदिने, अब आफ्नो कति खानुहुन्छ होइन। कसैलाई चर्को मनपर्छ, कसैलाई अमिलो मनपर्छ, त्यो भएको भएर। अनि फाइनल्ली मेरो अचार चाहिँ रेडी भयो, एकदमै मिठो। मेरो त मैले त एक हप्ता पुर्याएर खाएँ होइन, म एक्लै भएको भएर। अनि मैले चाहिँ लास्टमा आफैले खाएँ, पहिले नै खाना बनाइसकेको थिएँ। अनि त्यो भएको भएर चाहिँ मैले दाल, साग, काँक्रा र अचारसँग भात खाएँ। त्यही भएर म मजाले मोटाएँ होइन। यस्तो यस्तो खाएपछि त ज्यान पनि एकदमै मजाले लाग्छ होइन। मेरो चाहिँ फेरि पानी खाए पनि ज्यान लाग्छ, त्यो भएको भएर म एकदम मोटी पनि छु। सो यस्तै छ होइन जापानको लाइफ। हप्ता महिना दिनमा एकपल्ट भात पकाउँछु, खान्छु। यस्तै गरी पकाएर खान्छु, एक हप्ता पुर्याउँछु त्यो भात होइन। त्यसै गरी चलिरहेको छ मेरो दिनहरू। यस्तै छ, तपाईँहरू पनि ट्राई गर्नु होला, एकदम मिठो हुन्छ। पुदिना चाहिँ मैले नेपाली पसलबाट मागेर लिएर आएर रोपेको थिएँ। एकदमै झ्याङ्गेको छ होइन, एकदम ठुलो भएको छ अहिले चाहिँ, जताततै फैलिएको छ। मेरो गमला फेरि त्यस्तै ठुलो छ, त्यही भएर हो एकदम मिठो, स्वादिलो, टेस्टी बनाएर खाएँ मैले। त्यस्तै धेरै कुरा त आउँदैन, त्यही पनि आफूले ट्राई गरेको कुराहरू चाहिँ तपाईँहरूलाई पनि देखाउन मन लाग्यो, त्यो भएर देखाएको। अन्यथा नसोच्नुहोला। सो बाई बाई, गुड डे।